कल्पना गर्नुस् एउटा यस्तो शहर जसमा ठुल्ठुला बिल्डिङ अपार्टमेन्टहरू छन्, चिल्ला चिल्ला रोडहरू छन्, स्कुल, शपिङ मल, स्टेडियम सबै छ, तर एउटा कुरा छैन, त्यो हो मानिस यानी मान्छे। रातमा हजारौं झ्यालहरू मध्ये करिब 2-4 मात्रै बत्ती बलेको देखिन्थ्यो। अब यो मैले कुनै फिल्मको कुरा गरेर हैन, यो एक्चुअलमा चीनमा भएको कहानी हो। पछिल्लो 2 दशकमा चाइनाले यति धेरै शहरहरू बनायो कि दर्जनौं नयाँ इलाकालाई संसारका धेरै ठाउँका मानिसहरूले घोस्ट सिटी भन्न लागे। चाइना जुन विश्वभरिमा धेरै जनसङ्ख्या भएको देश मध्ये एक मानिन्छ, त्यसले मानिसभन्दा धेरै शहर किन पहिल्यै बनाएर राख्यो? यसको जवाफ त्यति सजिलो छैन। यसको पछाडि चीनको सिङ्गो आर्थिक मोडेल नै लुकेको छ। आउनुस् आजको भिडियोमा विस्तृत रूपमा बुझौं। चीनको इनर मंगोलियामा रहेको ओर्डस शहरको काङ्गबासी भन्ने ठाउँ हेरौँ। ठूला सरकारी भवन, आधुनिक सडक, आधुनिक अपार्टमेन्टहरू, तर बस्ने मानिस भने एकदम कम। त्यसैले यसलाई बिस्तारै घोस्ट सिटी भन्न लागियो र यो कथा संसारभर फैलियो। चीनले त मानिस नबस्ने शहर बनाउनु रहेछ भनेर। तर यो चीज कथाको आधा मात्र सत्य हो। घोस्ट सिटी भनेर कुनै पनि परिभाषा त छैन। आज खाली देखिने ठाउँ भोलि भरिएर जान सक्छ। जस्तै अघि नै भनेको काङ्गबासीमा पनि वर्षौंपछि जनसङ्ख्या बढेर गयो, तर क्वेशन अघि नै रहन्छ, मानिस भन्दा अगाडि नै किन यतिका धेरै पूर्वाधारहरू बनाएर रेडी पार्यो? सन् 1978 मा चीनले आर्थिक सुधार सुरु गर्यो। कारखाना बढ्यो, निर्यात बढ्यो र गाउँमा भएका करोडौं मानिसहरू शहर पस्न थाले। यसको मतलब नयाँ बासिन्दालाई घर, सडक, मेट्रो, बिजुली, स्कुल सबै कुराहरू चाहियो। त्यसैले सरकारका लागि शहर बनाउनु नै आर्थिक विकासको इन्जिन बन्यो र यही मौकामा चीनले यो काम एकदम विशाल स्तरमा गर्यो। अब यो कामको मोडेल बुझ्न एउटा सामान्य उदाहरण लिएर हेरौँ। चीनको स्थानीय सरकारसँग जमिन हुन्छ, त्यसमा पूर्वाधार बनाउँछ अनि जमिन प्रयोग गर्ने अधिकार एउटा डेभलपरलाई बेच्छ। डेभलपरले अपार्टमेन्ट बनाएर बेच्छ र आएको पैसाले त्यो पैसाले सरकारले फेरि नयाँ पुल, सडक, मेट्रो यी यावत कुराहरू बनाउँछ। यही मोडेललाई भनिन्छ ल्यान्ड फाइनेन्सिङ र बिस्तारै बिस्तारै यही रकम स्थानीय सरकारको ठूलो हिस्सा बन्न लाग्यो। पिटरसन इन्स्टिट्युटको अध्ययन अनुसार 2021 मा यो रकम करिब 38% सम्म पुगिसकेका थियो स्थानीय सरकारको ओभरअल रेभेन्यूको, जुन 2023 सम्म घटेर करिब 27% सम्म भयो। अब सोच्नुस्, तपाई स्थानीय सरकार हो र तपाईको आम्दानी जमिन बिक्रीसँगै जोडिएको छ भने तपाईको स्वाभाविक झुकाव हुन्छ अरु निर्माण, अरु अपार्टमेन्ट र अरु सडक। र यही कारणले गर्दा घर जग्गा रियल एस्टेट क्षेत्रलाई निकै ठूलो बनायो। अनि एउटा अपार्टमेन्ट बनाउन सिमेन्ट, स्टिल, सिसा, लिफ्ट, फर्निचर यी यावत कुराहरू चाहिन्छ। त्यसैले एउटा भवन बन्दाखेरि त्यससँग जोडिएका दर्जनौं उद्योगहरू चल्छन्। आईएमएफ को रिपोर्ट अनुसार घर जग्गासँग जोडिएको गतिविधिले चीनको ओभरअल जीडीपी को करिब 20% यानी 20% ओगट्या थियो। अर्थात् चीनले शहर बनाउँदा शहर मात्रै होइन, सिङ्गो अर्थतन्त्रको गतिविधि नै निर्माण गरिरहेको थियो। तर यस्तो चक्र चलिरहनको लागि यो निरन्तर रूपमा बढिरहनु आवश्यक थियो, जुन अगाडि गएर अलिकति बढ्यो पनि फेरि चीनको शहरीकरण यति तीव्र रूपमा अगाडि बढिरहेको थियो कि आज मानिस नआए पनि, आज बिल्डिङ खाली भए पनि भोलि मान्छे आएर भरिहाल्छ भन्ने पर्सेप्सन बन्यो। र धेरै ठाउँमा यो सही पनि साबित भयो। रेल आयो, उद्योग आयो, बिल्डिङ आयो, त्यो सँगसँगै मानिसहरू पनि आए। तर सबैतिर भने यस्तो भएन। कतै डेभलपरले माग भन्दा अगाडि नै धेरै बिल्डिङहरू बनाइदिए, कतै जनसङ्ख्या अनुमान नै धेरै आशावादी भएर गरियो, कतै नयाँ इलाका शहरको केन्द्रबाट धेरै टाढा पर्यो। र सबभन्दा ठूलो समस्या घर बस्नका लागि होइन, लगानीका लागि किनिन थाल्यो। मानिसले धेरै ऋण लिएर घर किन्न लाए, एउटा आशा राखेर कि यसको प्राइस भोलिपर्सि बढ्छ र बेचेर प्रफिट खाएर बसौँला भनेर। यतै घर एउटा वित्तीय सम्पत्ति बन्न लाग्यो र निर्माणको गति वास्तविक जनसङ्ख्या भन्दा धेरै अगाडि गयो। अब त्यो बिल्डिङ बनाउनलाई पैसा चाहियो, पैसा ल्याउन फेरि डेभलपरले घरबाट लिएर आउने होइन, ब्याङ्कमा जान्छ, ब्याङ्कबाट ऋण लिएर आउँछ, एउटा आयोजनाबाट पैसा पनि पाउला, त्यो पैसा फेरि अर्को आयोजना बनाउन लगाउँछ र त्यो अर्को आयोजनाको लागि पनि कतै न कतै अलिअलि केही ठाउँमा त ऋण फेरि लिएर आउँछ। यसरी वृद्धिको गति बढ्दै जान्छ। तर मेन समस्या तब सुरु हुन्छ जब किन्ने मानिसहरू आउन छाड्छन्। बिक्री घट्छ, नगद प्रवाह घट्छ, तर ऋण भने बाँकी रहन्छ। 2020 पछि चीन सरकारले डेभलपरमाथि कडा वित्तीय नियन्त्रण लगायो। त्यसपछि भारी ऋणमा डुबेका कम्पनीहरूको समस्या छर्लङ्ग भयो। त्यसपछि आईएमएफ को रिपोर्ट अनुसार नयाँ घर निर्माणको कार्य पहिलो भन्दा 60% ले घटेर गयो र यो घटनापछि विश्वभर एउटा नाम चर्चित भयो, त्यो हो एभरग्रान्ड। एभरग्रान्ड नाम गरेको कम्पनी चीनको सबभन्दा ठूलो घर जग्गा कम्पनी मध्ये एक हो, मतलब रियल एस्टेट कम्पनीहरू मध्ये एउटा ठूलो
यिनीहरूको समस्या छर्लङ्ग भयो। त्यसपछि आइएमएफ को रिपोर्ट अनुसार नयाँ घर निर्माणको कार्य पहिलो भन्दा 60% घटेर गयो र यो घटनापछि विश्वभर एउटा नाम चर्चित भयो, त्यो हो एभरग्रान्ड। एभरग्रान्ड नाम गरेको कम्पनी चीनको सबैभन्दा ठूलो घर जग्गा कम्पनी मध्ये एक हो, मतलब रियल इस्टेट कम्पनीहरू मध्ये एउटा ठूलो कम्पनी हो। वर्षौंसम्म ऋण लिएर हजारौं आयोजनाहरू विस्तार गर्यो। जब बजार कमजोर बन्दै गयो तब आफै त्यही ऋण मोडेलमा डुब्न लाग्यो र सन् 2021 मा कम्पनी ब्याङ्क्रप्ट समेत हुन लाग्यो। अनि यो समस्या एउटै कम्पनीमा मात्रै सीमित रहेन, सँगसँगै घर किन्ने मानिस, बैंक, ठेकदार, आपूर्तिकर्ता, स्थानीय सरकार सबै जोडिएका थिए। एउटा पनि आयोजना रोकियो भनेपछि यी सबै प्रभावित हुन्थे। अघि नै पनि भनेको थिए चीनको ओभरअल इकोनोमीको धेरै हिस्सा लेकोटेको थियो, त्यसैले गर्दा गर्दै यो समस्या चीनको एउटा ठूलो आर्थिक समस्या बन्न गयो। आइएमएफले पनि यसलाई चीनको आर्थिक मुख्य समस्याको रूपमा रिकगनाइज गरिसकेको छ। अब यसो सर हेर्दाखेरि के चीनले ठूलो गल्ती जानी गर्यो त भन्ने क्वेसन उठ्छ। अब चीनले जानी गल्ती गर्यो भन्ने कुरा पूर्ण रूपमा हो भन्न चाहिँ गलत हुन्छ। चीनको शहरीकरण साँच्चै विशाल थियो। जनसङ्ख्यालाई अनुमान गरेर पहिले पूर्वाधारहरू बनाउनु त्यतिकैमा संकटमय मानिन्न, किनकि त्यहाँ बनाएका धेरै घोस्ट सिटिजहरू पछि भरिएर पनि गए। मेन समस्या यो हो, अघि नै भनेको थिएँ, अहिले पनि भन्छु, निर्माण आफै आर्थिक गतिविधिको एउटा मुख्य पिलर बनेर गयो। जबसम्म घर बिकिरहे, जमिन बिकिरहे, बैंकले ऋण दियो, तबसम्म यो मोडेल मजाले चल्यो। तर माग कमजोर हुनसाथ यसको कमजोरी पनि छर्लङ्ग भयो, किनभने अनन्तकालसम्म नयाँ अपार्टमेन्ट बनाएरै पुरै अर्थतन्त्र चलाउन सकिँदैन। चीनको आजको समस्या यो केही सुनसान सडकको समस्या होइन, यो घर जग्गा क्षेत्रकै संरचनागत समायोजन हो। घरको मूल्य घट्दा घरधनीको सम्पत्ति घट्छ, नयाँ घर नबिक्दा डेभलपरको आम्दानी घट्छ र डेभलपरले जमिन नकिन्दाखेरि स्थानीय सरकारको आम्दानी घट्छ र निर्माण गर्दाखेरि स्टिल सिमेन्ट उद्योगहरू पनि प्रभावित हुन्छन्। मानिसहरू मूल्यबारे अनिश्चित भयो भनेपछि खर्च घटाएर आफ्नो सेभिङ बढाउन थाल्छन् र बिस्तारै बिस्तारै एउटा समस्या अर्कोसँग जोडिँदै जान्छ। आइएमएफले सन् 2026 को मूल्याङ्कनमा पनि घर जग्गा क्षेत्रको गहिरो सङ्कुचन र उच्च ऋणलाई चीनको अर्थतन्त्रको प्रमुख जोखिम मध्ये एक राखेको छ। त्यसैले आजको प्रश्न अब कतिवटा नयाँ सहर बनाउने भनेर होइन, अब वृद्धिको नयाँ इन्जिन कहाँबाट ल्याउने भनेर हो। चीनका यी घोस्ट सिटीहरू हेर्दाखेरि हामीले एउटा खाली अपार्टमेन्ट मात्रै देख्छौँ, तर वास्तवमा यसभित्र एउटा सिङ्गो आर्थिक दर्शन लुकेको छ। इतिहासकै सबैभन्दा ठूलो शहरीकरण गरेको र निर्माणलाई प्राथमिकतामा राखेर अघि बढेको एउटा देश। यो कथाले डिप रूपमा गएर हेर्नुभयो भनेपछि समस्या कहिले पनि सहर बनाउने, सहरमा मान्छे ल्याउनेमा थिएन। असली समस्या थियो त्यो सहर नै बनाउनु पर्ने बाध्यतामा फसेको अर्थतन्त्र। संसारका धेरै देशहरूले चाइनाको यो गल्तीबाट धेरै कुराहरू सिक्न सक्छन्। नेपाल पनि अहिले विकासको क्रममै छ, नेपालले पनि यहाँबाट धेरै कुराहरू सिक्न सक्छ र आफ्नोमा केही विकासका कामहरू गर्दाखेरि यी यावत कुराहरू हेरेर सबै कुरा अगाडि बढाउन सक्छ। हजुरलाई के लाग्छ? हजुरको विचार तल कमेन्ट बक्समा कमेन्ट गर्नु होला र भिडियो मन पर्यो भने लाइक गर्नु होला, शेयर गर्नु होला साथीहरूसँग। नमस्ते।